गोरु पनि त जाने भनेर अर्थनगरसित बोल्छ ल है साथीहरू आरनको काम सुरु भइसक्यो ठेकेदारले चाहिँ यहाँ पङ्खा घुमा टक्क आँसी यता अगाडि राख्नु भएको हो वहाँनिर नानी छिन् केही गोरु लिएर आउँछ त्यतिखेर 14 गराउँछ के छ दाइ खबर के गर्दै हो र हेलो गाई दर्शन नमस्ते के छ साथीहरू आराम हुनुहुन्छ म पनि आराम छु है साथीहरू आज चाहिँ म यसो माथितिर जाँदैछु माथितिर किन जाँदैछु भने साथीहरू हाम्रो आरन चाहिँ डाँडामा हो तसर्थ मैले कोदालो हँसिया बोकेर चाहिँ साथीहरू झोलामा टक्क बोकेर अर्जाप्नको लागि माथि टेके दाइकोमा जाँदैछु साथीहरू है साथीहरू म टक्क लाएर हाम्रो टेके दाइको आरनमा आइपुगेको छु गाइज अब यो हाम्रो टेके दाइको आरन हो होइन यो आरन अहिले अलिकति व्यवस्थित छ टक्क लारी यो हाम्रो टेके दाइको आरन अब आँसी साँसी अर्जाप्ने टेके दाइ हो वहाँनिर भर्खर बिहान उठेर बुरुस गर्दै हुनुहुन्छ है के हुन्छ त सम्पूर्ण देखाउने छु अन्तिमसम्म हेर्नुहोस् है गाइज ल है साथीहरू आरनको काम सुरु भइसक्यो टेकेदारले चाहिँ यहाँ पङ्खा घुमा टक्क आँसी यता अगाडि राख्नु भएको हो वहाँनिर नानी छिन् अबको चाहिँ 1 घन्टामा आँसी कोदालो अर्जापेर सकिनेछ साथीहरू है यो पेसा अहिले पछिल्लो समयमा लोप उन्मुख बन्दै गइरहेको छ तर पनि टेकेदारले चाहिँ निरन्तरता दिनुभएको छ अहिले आरन पनि व्यवस्थित छ है ट्रस्ट बनाउनु भएको छ कति गर्छन् दाइ लगभग 70-80 गर्छन् है बालीघर बिस्टहरू साथीहरू खसकोट अब कराङदुङ भोरतुङ छापचोर अमराई लगायतका ठाउँहरूबाट यहाँ चाहिँ आर्न लाउनको लागि आउनुहुन्छ आँसी अर्जाप्ने भदौमा त मकै सबै पाक्छ अहिले यहाँ भदौमा मकै सबै उहाँहरू गर्ने हो भने खडेर पाइदिन्छ एक्लै नै पछिल्लो समयमा यस्तो भयो कि लाई खेती खाइ खेती नै लाई खेती बढी भयो कि हाम्रो ठाउँतिर कति बेला खेतीपाती हुन्छ त्यो पनि थाहा छैन रोप्दिन छोडिदिने चाँडै गर्न पाए हुन्थ्यो भनेर उको खसकोटतिर रोप्छ नि साउनको 20-22 पछि त्यो जो गोड्नै पर्दैन नि त्यो कोदो ठुल्ठुलो झोप्पा हुन्छ बैशाखैमा रोपेर त्यही खडेर यहाँ परेर हो कि बुवा भीमदाईको पुरा उद्यम पुरा बुङ्गुरका छाउरा महिनामा 4 लाख 5 लाख कमाउने यस्तो हुन्छ कि मेहनत ल हेर्नुहोस् है पुरा डङ्ग लाएर यतातिर पुरा भैँसी बाख्रालाई खर यतातिर पुरा बुङ्गुर यस्तो भए हुन्छ नेपालमै छोरा जापानमा छोरी जापानमा उताबाट 4 लाख यताबाट 4 लाख ल हेर बसी महिनामा 8 लाख 1 वर्षमा त 1 करोड ल सुँगुरका छाउरा पाल्न चाहनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुनेछ है भीम तारामी मगरलाई बायोमा मैले भीम दाईको नम्बर पनि राखिदिनेछु गाइज है नेपालमा केही गर्नुपर्छ भन्ने सोचका साथ बसिरहनु भएको छ हाम्रो भीम दाई के छ दाई खबर के गर्दै हो र आफ्नो काम पनि दाम पनि यस्तो भए पो हुन्छ यार मालामाल यार है एक घर एक धाराको पानी ल है गाइज यस्तो हुनु पर्यो क्या नेपालमा केही गर्नु पर्यो गाइज है ल है गाई चाहिँ म चाहिँ आँसी अर्जापेर चाहिँ यो फाँटनिर आइपुगेको छु यो भटोलाको फाँटो साथीहरू पछिल्लो समय गाउँघरतिर बर्खा लागिसकेको छ ल हेर्नु कुहिरो पनि डाँडा काँडा कलाउट पनि आइसकेको छ है गुम्म भइसकेको छ हरेक पहाडका ठाउँहरू क्षितिज चाहिँ देखिएका छन् है साथीहरू त्यो पहाड आकाश जोडिए जस्तो ठाउँ जहाँ देखिन्छ नि त्यसलाई क्षितिज भन्छ कि साथीहरूलाई हेर्नुहोस् है माथितिर क्षितिज बनिरहेको छ अब ल हेर्नुहोस् गाउँघरतिरका खेतमा मकै पनि ठुलो भइसकेको छ यहाँ चाहिँ बाँझो मारे जस्तो छ साथीहरू रोपाइँ गर्नको लागि हाम्रो यो चाहिँ भटोलाको फाँट हो
अब चाहिँ भट्टो लाग्यो यो फाँट पनि अबको 20-25 दिनपछि चाहिँ रोपाइँ गरेर चाहिँ पुरै छ्याङ्गै हुन्छ है साथीहरू। आरनमा गएर आइसकेको छु। अब चाहिँ घर गइसकेर ट्याक्क काम पनि गर्नु छ साथीहरू। मच्छर अत्याधिक मात्रामा यतातिर धेरै मच्छर लाग्ने गर्छ, तसर्थ जोडिनुहोस् है साथीहरूलाई। ल है साथीहरू, यो चाहिँ हाम्रो गाउँको चाहिँ कुलो है। अब कुलोको बाटो टक्क लाएर यता खेतहरू छ, घरहरू छ है। अब चट्ट लाएर हेर्नुहोस् है, यो कुलो हो, यो खेत हो। अबको चाहिँ 8-10 दिनपछि यो खेतको पनि मकै पुरै भाँचेर चाहिँ यहाँ रोपाइँ गर्ने बेला पनि भइसकेको छ। रोपाइँ पनि हुन्छ साथीहरू। भिडियो कस्तो लाग्छ लाइक कमेन्ट सेयर र च्यानललाई सब्सक्राइब गरेर सपोर्ट गर्नु होला है गाइज है। यसै है हाम्रो गाउँठाउँतिर साथीहरू यस्तै हुन्छ है। के सो मच है गाइज है। म आँसी अर्जापेर चाहिँ आइरनबाट घर आइपुगेको छु र अब चाहिँ यो भलो कस्तो लाग्छ साथीहरू लाइक कमेन्ट सेयरसँगै सब्सक्राइब गरेर पनि सपोर्ट गर्नु होला है साथीहरू। थ्याङ्क यू सो मच। ल बाई बाई, अर्को भलोमा भेटौँ होला है साथीहरू। ल।